जुन एउटा भव्य स्वागत हुन्थ्यो जहिले पनि एयरपोर्टमा त्यसै हेर्न पाउँदा चाहिँ एकदम नराम्रो रिक्वेस्ट गरेका थियौँ उहाँहरूले चाहिँ अब आई डोन्ट नो अब के छ अब नेपालको कानुनको के छ हैन कुराहरू यसमा अब उहाँहरूले चाहिँ हैन अब त्यो लाउनै पर्छ भन्ने चाहिँ भयो अब कुरा भरिरहँदाखेरि एक्कासी झ्यापै ब्रेक लाग्यो त्यो एउटा मुद्दाले गर्दाखेरि त्यस पछाडिको कसरी त्यसलाई चाहिँ कसरी सामना गर्नुभयो त्यो बेलाको तपाईँको सङ्घर्ष के थियो अब तपाईँ वेस्ट इन्डिज हुनुहुन्थ्यो होइन म वेस्ट इन्डिजमा थिएँ सेन्ट लुसियामा थिएँ अर्ली मर्निङ न्युज आउनुभन्दा पहिला तपाईँलाई त्यो खबर आएको थियो हैन म चाहिँ थाहा थिएन केही पनि थाहा थिएन कसैले केही पनि इन्फर्म गरेको थिएन अब म सेन्ट लुसियामा थिएँ अर्ली मर्निङ वेकअप भयो अनि यसो चाहिँ मैले हेर्छु न्युजभरि नै त्यस्तो आइरहेछ अनि म चाहिँ दुःख चाहिँ के लागेको थियो भने कि कसैले मेरो इनपुट और मेरो तर्फबाट कसैले नसोचिकन यो सबै कुराहरूलाई चाहिँ एक्कासी यति ठुलो बनाइसकेको थियो कि अब कतिजनालाई चाहिँ अब के कुराहरू कहाँ मेरो बारेमा के लेख्यो अहिले चाहिँ उहाँहरूलाई चाहिँ आफैलाई पनि गाह्रो भइरह होला त्यो हेर्न पनि हैन कति कुराहरू चाहिँ नराम्रो लेख्या छ कति कुराहरू चाहिँ नभएको कुराहरू पनि कस्तो नराम्रो तरिकाले मोडेर हैन त्यो लेखिदिए थियो अब त्यो एकदम टफ टाइम थियो दाइ अब त्यो टफ टाइममा आई गेस मेरो धेरै थट्सहरू आएको थियो म के गरिरहेको छु अब के छ अब लाइफ के छ कहाँ जाने कसरी गर्ने अब हुन्छ नि त्यो मोमेन्टै यस्तो नराम्रो थियो मेरो लाइफको कि मैले नेपालको लागि खेल्दा नेपाल फिर्ता म इन्डियामा थिएँ जब पहिला मलाई चाहिँ त्यति बेला के ठोट आयो भने म किन गएँ यो देशमा जस्तो भयो कि एकछिनको लागि त जुन कन्ट्रीलाई एकदम राम्रो गर्न खोजिरहेको छ त्यहाँ चाहिँ जुन मान्छेहरूले साथ दिन्थ्यो होइन अब एक्कासी सबै कुराहरू सत्य तथ्य कम्प्लिटली नै थाहा नभएसम्म नराम्रो तरिकाले कसरी लेख्नु भएको थियो भन्ने चाहिँ भयो तर पनि अब टफ थियो टाइम टफ थियो मेरो फ्यामिली म सबै कुरा यहाँ पनि खोलाउन सक्दिनँ किनभने मैले जसले म माथि केस लाउनु उहाँको पनि सम्मान गर्छु होइन उहाँको गोपनीयता पनि मैले भङ्ग गरिदिनु भएन अनि मलाई थाहा थियो कि यो केसको रियालिटी के छ यो सबै कुराहरूको रियालिटी के छ को छ यसको पछाडि सबै कुराहरू थाहा थियो मलाई होइन तर पनि अब मैले त्यो सबै कुराहरू यहाँ बयान गर्नुपर्छ जस्तो लाग्दैन जहाँ गर्नुपर्ने थियो मैले त्यहाँ गरेको छु जहाँ मैले भन्नुपर्ने त्यो कुराहरू त्यहाँ गरेको छु हरेक कुराहरूको आफ्नो आफ्नो एउटा पाटो हुन्छ मैले क्रिकेट ग्राउन्डमा हो फुटबल ग्राउन्डमा गएर मैले क्रिकेट खेल्न सक्दिनँ त्यसरी नै यो कोर्टदेखि सम्बन्धित कुराहरू मैले जे पनि त्यो त्यहाँ मैले पुर्याएको छु त्यहाँ कुराहरू मैले भनेको छु आफ्नो र साथै अब जुन एउटा फेज थियो मेरो लाइफको त्यो नराम्रो फेज थियो मैले कहिले मेरो डार्केस्ट ड्रिममा पनि मैले सोचेको थिएन कि यति नराम्रो चाहिँ मेरो लाइफ हुन पुग्छ जस्तो अब त्यसले गर्दा मेरो फ्यामिलीलाई कति पीडा भयो होइन मलाई त अब भइहाल्यो स्वाभाविक कुरा म त्यो थ्रु जानु नै पर्ने भयो मेरो फ्यामिलीले कसरी ह्यान्डल गरेको छ इनफ्याक्ट मेरो आफ्नै दाइ बालकृष्ण दाइ उहाँले यो कुराहरूलाई चाहिँ कसरी ह्यान्डल गर्नुभएको छ मसँग बसेर उहाँले एकदम आफ्नो सब भन्नु नि अब हामी त लोवर मिडल क्लास फ्यामिलीदेखि आएको सबैजना आफ्नो एउटा जागिर थियो त्यो जागिर छोडेर मेरो यो सबै कुराहरूमा कसरी हुन्छ अब ठिक कसरी हुन्छ सबै कुराहरू कहाँबाट हामी यो कुराहरूलाई अगाडि बढाउन सकिन्छ भन्ने सुरुमा के सोच्नु जस्तो अब यो आइसक्यो अगाडि होइन अब हाउ टु ह्यान्डल भन्ने कुरामा आई गेस मेरो त्यो एउटा प्रकृति कस्तो छ भने मेरो एकदम टफ माइन्डेड छु म होइन अब म चाहेर पनि नेगेटिभ चाहिँ कहिले पनि सोच्न सक्दिनँ जस्तो लाग्छ होइन नेगेटिभ थट आए पनि त्यसमा पनि म पोजिटिभ खोज्न चाहन्छु जहिले पनि जस्तो लाग्छ होइन अब मलाई जे भयो त्यो कसैले पनि नहोस् होइन अब यस्तो हुन्छ नि त अब कतिलाई भइरहेको हुन्छ थाहा हुँदैन मलाई चाहिँ एउटा नाम भएर मात्रै धेरै कुराहरू न्युजमा आयो धेरै नराम्रो देखियो तर पनि अब कति कुराहरू सत्य हुन्छ कति असत्य हुन्छन् कति कुरा कस्तो हुन्छ त्यसलाई चाहिँ कसरी कुन आधारमा लिएर जाने म चाहिँ यदि चाहन सक्थेँ भने कानुनमा चाहिँ मैले एउटा कुरा चाहिँ के राख्न सक्थेँ भने कि सबै कुराहरू जसरी अब एकजना होइन दुईजनाकै गोपनीयता राख्नु जरुरी हुन्छ जस्तो लाग्छ होइन लेट दि कानुनलाई त्यो आफ्नो तरिकाले काम गर्न दिने होइन यहाँ चाहिँ अब धेरैजना इन्टरफेयर गरेर नराम्रो भइदिन्छ होइन अब स्थिति अब हिजोसम्म मलाई नराम्रो भन्थे आज जसले म माथि केस लाउनु हो उहाँलाई चाहिँ नराम्रो भन्छ सबैजनाले होइन त्यो चाहिँ नराम्रो हुन्छ कि जहिले पनि कसैको लागि पनि अब म चाहिँ के चाहन्छु भने कि जुन एउटा टफ टाइम थियो त्यो चाहिँ कसैले देख्न नपरोस् होइन त्यो तरिकाले अगाडि कसैले जान नपरोस् कसैले पनि आफ्नो लाइफमा नराम्रो भोग्नु नपरोस् होइन अब एकदम टफ हुन्छ त्यो मेन्टालिटी पनि सबैसँग होला सम्भव छैन तर अब भनौँ न त्यो टफ मेन्टालिटी थियो अब क्रिकेट खेल्दा खेल्दा आई गेस ताली र गाली यति धेरै खाइसकेको छु कि त्यो पचाउने क्षमता भइरहेको थियो अलिअलि बिस्तारै धेरै नेगेटिभ थटहरू आयो के गरौँ लाइफै सकाइदिउँ जस्तो पनि भयो अब कहाँ गएर आफ्नो लाइफै एउटा एन्डिङ पोइन्टमा पुर्याइदिउँ जस्तो पनि भयो तर पनि अब त्यो कुराहरूले नै सबै कुराहरू
ठिक गर्छ भन्ने थिएन। मेरो फ्यामिली अब उहाँहरूको बारेमा धेरै कुराहरू सोच्नुपर्ने हुन्थ्यो। फोन गर्नुहुन्थ्यो होला बुवा आमाले? हजुर, मेरो एकदमै। अनि त्यसमाथि अब भनौँ न सबभन्दा त्यति बेलामा मलाई मोटिभेसन दिने मेरो लोयर टिमहरू होइन, उहाँहरूले जुन लो टिम थियो सबैभन्दा माथि त अब सरोज सर, उहाँले जसरी मलाई गाइड गर्नुभयो यो सबै थ्रुमा, नट ओन्ली एज ए लोयर बट आई गेस ही वर्क फर मी मोर देन ए ब्रदर। उहाँले जुन तरिकाले आफ्नो डेडिकेसन दिइराख्नु भएको थियो एज ए मेन्टर, उहाँले मलाई कसरी गाइड गरिराख्नु भएको थियो सम्पूर्ण कुराहरू। अब वृद्ध हुनुहुन्छ, कति कस्तो अवस्था हुनुहुन्थ्यो, कति चिन्तित हुनुहुन्थ्यो होला? गाह्रो थियो दाइ, समय गाह्रो थियो। अब मैले यहाँ भनेर पनि भन्न मिल्दैन होइन, कति कुराहरू। अब त्यो फेजै यस्तो थियो कि कसैले नसोचेको फेजहरू आयो सबै लाइफमा। एकदम राम्रो गइरहेको छ लाइफ, एकदम राम्रो भइरहेछ, सम्पूर्ण लिगहरूमा नाम छ। अब त्यो खेल्दा 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 एकदमै एउटा रुखको सबभन्दा माथिबाट चाहिँ त्यो कसैले त्यो ब्रान्च जुन हुन्छ त्यो काटेर तल फाल्दै जस्तो लागेको थियो होइन। तर पनि अहिले पनि हार चाहिँ मानेको छैन, मैले हार मानेको छैन। मलाई के लाग्छ भने मैले अहिलेसम्म क्रिकेटमा आफ्नो पर्सनल लाइफमा दिने योगदान चाहिँ मेरो 20-25% मात्रै दिएको छु, अझै पनि 70-75% बाँकी नै छ। र त्यो केसमा अलिकति कुरा गर्दाखेरि जस्तो तपाईँ नेपालबाट जानुभयो गेम खेल्नको लागि होइन, गेम खेल्नको लागि गइसकेपछि बिचमा कन्भर्सेसन नहुँदाखेरिको कारणले गर्दाखेरि नै त्यो केस त्यहाँ पुग्या हो अथवा त्यो अरू नै चलखेल जस्तो लाग्छ? खै मलाई चाहिँ त्यो बारेमा मलाई पनि केही थाहा छैन। सो अब जसलाई थाहा छ उहाँहरूलाई आफैलाई नै थाहा छ, र कति कुराहरू चाहिँ मैले यहाँ खोल्न नि मिलेन होइन। अब कति कुराहरू हुन्छ जुन मलाई थाहा छ के छ कस्तो चाहिँ आन्तरिक सम्पूर्ण कुराहरू मलाई थाहा छ होइन, के छ को थियो कसरी यो सबै कुराहरू गाइड भयो। तर पनि अब यो कुराहरू चाहिँ यहीँ छोडिदिनु जस्तो लाग्छ मलाई। नेपाल फर्किँदाखेरि जति अलिकति अलमल भयो नि केही दिन, त्यो बेलामा तपाईँले जस्तो नेपालको अथोरिटीसँग सम्पर्कमै हुनुहुन्थ्यो अथवा त्यो बेलामा ढिलाइ किन भयो? ढिलाइ भन्दा पनि त अब हरेक कुराहरूको म आफ्नै मेन्टल स्टेटमा त्यस्तो थिएन कि म चाहिँ कहाँबाट केही डिसिसन लिन सकूँ। म त अब सोच्नु न, अब म चाहिँ जहाँ चाहिँ आफ्नो ज्यानै गुमाइदिउँ भन्ने एउटा स्टेटसमा पुगिसकेको थिएँ। मैले कसरी आफूलाई जोगाउनु पर्ने, आफूलाई हुन्छ नि त्यति बेला म कसरी बच्छु भन्ने चाहिँ एउटा थियो म युएसमा बसिराख्दा पनि। पछि सरोज दाइसँग मेरो त्यस्तो कुराहरू तपाईँले कसैले सेयर गर्नुभयो? छैन, मैले आजसम्म कसैलाई भनेको छैन यो बारेमा। प्रोब्ली दिस इज द फर्स्ट टाइम म चाहिँ कहीँ यस्तो बारेमा भनिरहेको छु। तर पनि म यो खासै धेरै कुराहरू चाहिँ म खोलाउन पनि चाहँदैन, किनभने म आफै फेरि त्यो ट्रोमाहरूमा धेरै पुगिसकेको छु। अनि आइम स्योर धेरैजना यो कुराहरूले चाहिँ धेरैजनाको लागि हाँसोको पात्र हुन्छ यो कुराहरू। धेरैजनालाई खुसी पनि लागिरहेको थियो त्यति बेला मेरो डाउनफल हेरेर पनि, र धेरैजनालाई चाहिँ त्यो एउटा भनौँ न क्रिमिनल नभएसम्म पनि क्रिमिनलको एउटा नजरबाट हेरिराख्नु भएको थियो सबैजना धेरैजनाले। र अब मलाई चाहिँ कस्तो लाग्छ भने त्यो एउटा जुन फेस छ अहिले पनि त्यो सम्झिँदा एकदम नराम्रो लाग्छ। अनि ठिक छ, अब जे छ लाइफलाई अगाडि बढाइदिँदै अब राम्रो गर्नु बाँकी छ, देशको लागि राम्रो गर्नु बाँकी छ। फर्किँदै गर्दाखेरि तपाईँले जस्तो एयरपोर्टमा अरू बेला नेपाल फर्किँदाखेरि स्वागत हुन्थ्यो, धुमधामको स्वागत हुन्थ्यो होइन, फ्यानहरूले तपाईँले सब गरिराखेको हुन्थे। तर त्यो बेलाको तपाईँको जुन नेपाल फर्किनु भयो तपाईँको हातमा हतकडी लाग्यो होइन, त्यो त साह्रै नमिठो सेट थियो तपाईँको समर्थकहरूको लागि। तपाईँले त्यसलाई कसरी चाहिँ सामना गर्नुभयो भन्ने कुरा चाहिँ हामीलाई पनि लागिरहेको थियो होइन। तपाईँले त्योभन्दा अगाडि एक्सपेक्ट गर्नुभएको थियो मलाई यसरी चाहिँ हतकडी नै लगाइदिन्छन् भन्ने त्यो अनुमान थियो? थिएन। त्यो चाहिँ भनौँ न कुनै एउटा म त मेरो जिन्दगी नै भनेको क्रिकेट नै हो होइन। अब एउटा क्रिकेट खेलिराख्ने केटालाई जुन एउटा भव्य स्वागत हुन्थ्यो जहिले पनि एयरपोर्टमा, त्यसरी हेर्न पाउँदा चाहिँ एकदम नराम्रो थियो। तर पनि मैले एउटा चाहिँ के राखेको थिएँ भने मनमा चाहिँ म हार चाहिँ मान्दिनँ। रिक्वेस्ट गर्नुभयो यो गरेको थिएँ, नगराउन भनेर हामीले रिक्वेस्ट गरेका थियौँ। उहाँहरूले चाहिँ अब आई डोन्ट नो अब के छ, अब नेपालको कानुनको के छ होइन कुराहरू यसमा। अब उहाँहरूले चाहिँ होइन अब त्यो लाउनै पर्छ भन्ने चाहिँ भयो अब कुराहरू। अब फेरि मैले चाहिँ अब नाइ पनि भन्न मिलेन। ठिक छ, उहाँहरूलाई जसरी अब जानुपर्ने त एउटा ठाउँ त्यही नै थियो त्यति बेलाको लागि। अब जसरी लिएर गएँ नि अब त्यति बेलामा त अर्धमृत अवस्थामै थिएँ म। त्यो हेर्दा पनि त्यो सम्पूर्ण कुराहरू हेर्दा पनि अर्धमृत अवस्थामै थिएँ। अब जे भइरहेछ मलाई त त्यति बेला म अनेस्टली भन्नुपर्दा त्यो माइन्ड ब्ल्याङ्क जस्तो भयो। माइन्ड ब्ल्याङ्क थियो त्यो दिन। फ्लाइट पनि अब पहिला ल्यान्ड हुनुभन्दा अगाडि एकचोटि फेरि वाट वी से गो अराउन्ड भएको थियो त्यो फ्लाइट चाहिँ। र त्यति बेला अब फ्लाइटभित्र पनि धेरै मान्छेहरू हो हल्ला भयो होइन, अब चिच्याउने, अब डरले चिच्याउने। मेरो माइन्डमा चाहिँ केही पनि। फ्लाइटभित्र तपाईँलाई कसैले चिन्यो?
चिन्नुभएको थियो तर अब सिम्पथी थियो धेरैजनाको अब फ्लाइट पनि अब त्यति बेला मलाई याद छ कतर एयरवेजमा आएको थिएँ म अनि त्यो फ्लाइट चाहिँ ल्यान्ड हुनु बेलामा एकदम पानी परेको थियो त्यो दिन अनि ल्यान्ड हुनुभन्दा अलि अगाडि चाहिँ फेरि त्यो फ्लाइट चाहिँ हावामा गयो फेरि अझै माथि एक राउन्ड अझै लगायो र त्यति बेला अब सबैजनालाई डर लागिहाल्छ किन अब त्यस्तो भयो भनेर तर मलाई जहाँसम्म याद छ मेरो माइन्ड चाहिँ एकदम ब्ल्याङ्क थियो मेरो हार्टले पनि जसरी नर्मली काम गर्छ त्यो पनि गरिरहेको थिएन र अब जे भयो भने मलाई मतलबै भइरहेको छैन जस्तो भइरहेको थियो कि त्यो माइन्डै त्यस्तो नराम्रो तरिकाले गइसकेको थियो तर फेरि आएपछि अब ठ्याक्कै फ्लाइटबाट झर्ने बित्तिकै उहाँले चाहिँ तपाईँलाई लाउनुपर्छ हामीले हातमा भनेर भन्नुभयो अनि फेरि मैले अब ठिक छ जे गरे नि हुन्छ अब म के गरौँ त्यसमा मैले भन्नै मिल्दैन कि लिएर जानुभयो अब केही दिनको बसाइ थियो त्यहाँ पनि अलि गौशालामा हजुर गौशालामा अनि नराम्रो लाग्यो आफूलाई त्यस्तो ठाउँमा छिर्दाखेरि त्यहाँभित्रको वातावरण कस्तो पाउनुभयो थियो वातावरण त अब यो कसलाई छिर्न मन लाग्छ त्यस्तो ठाउँहरूमा होइन कसैलाई पनि लाग्दैन चाहेर पनि अन्जानमा पनि जाने भए पनि कसैलाई पनि मन लाग्दैन अब अलिक गाह्रो नै थियो त्यो अवस्थाहरू 30 दिन जति बसेको थिएँ त्यहाँ अनि थ्याङ्कफुली कि कसैले मलाई त्यस्तो हार्म गर्न चाहिँ खोजेन होइन नराम्रो तरिकाले कसैले टोर्चर गरेन सकेसम्म राम्रै तरिकाले अब व्यवहार सबैजनाको राम्रै नै थियो त्यहाँ हुँदासम्म अनि सबैजनाको व्यवहार राम्रो नै थियो होइन अब कसैले पनि नराम्रो तरिकाले चाहिँ मलाई ट्रिट गर्नु भएन फेरि हेभिङ सेड द्याट उहाँहरूले आफ्नो ड्युटी पनि गरिराख्नु भएको थियो जुन चाहिँ एउटा प्रहरीले त्यो सम्मान चाहिँ छ प्रहरीप्रतिको कि उहाँहरूले आफूले आफ्नो काम चाहिँ एज ए ड्युटी जे छ डजन्ट म्याटर कोही पनि होस् केसमा तर उहाँले आफ्नो ड्युटी चाहिँ गरिराख्नु भएको थियो अब साथै उहाँहरूले चाहिँ यो पनि यो दे वर मेकिङ स्योर कि नराम्रो तरिकाले टोर्चर पनि नगरौँ हामी होइन जे छ कानुनी प्रक्रियाले अगाडि बढ्ने कुरा हो अब तर पहिलो रात त्यहाँ निद्रा लागेको लागेन निदाउन सक्नु छैन म कति रातहरू चाहिँ स्लिपलेस नाइट थियो मेरो खाना नि खान सक्थिनँ अलि नराम्रो हुन्थ्यो त्यति बेला अब 5 स्टार होटलमा तपाईँको बेडमा बस्ने अनि आफ्नो क्रिकेटिङ साथीहरूसँग क्रिकेटको लाइफ इन्जोय गरिराख्ने सम्पूर्ण कुराहरू एकदम लग्जरी लाइफ थियो सबै कुराहरू थियो एक्कासी तपाईँलाई अब भुइँमा त्यो पनि के सिराकहरू केही पनि छैन अब त्यस्तो अवस्थामा गएपछि त अब पक्कै पनि नराम्रो लाग्छ सन्दीप लामिछाने भनेपछि त अरूहरूले त तपाईँलाई अलिकति अरू कैदीहरू त्यहाँको थुनुहरूले त चिन्थ्यो होला खासै भेट्न चाहिँ दिन्थेन मलाई कोहीसँग पनि बाहिरबाट आउनेसँग बाहिरबाट आउनेसँग पनि खासै धेरै चाहिँ म भेट्न पाइनँ कोहीसँग चाहिँ अब क्यानका कोही पदाधिकारी जो आउनुहुन्थ्यो प्लेयरहरू कोही प्लेयरहरू आउनुहुन्थ्यो उहाँहरूसँग अनि फेरि फ्यामिलीसँग चाहिँ भेट्न पाउँथेँ मैले क्यान अध्यक्ष त भेट्न पाउनु भएन हजुर पाएँ मैले भेट्न पाएँ उहाँहरूले अब त्यो पछिको क्षणहरूमा जसरी चतुर सरले पनि जसरी मेरो लागि स्ट्यान्ड लिनुभएको थियो त्यो चाहिँ म चाहिँ मेरो अन्तिम साससम्म चाहिँ बिर्सिँदैन किनभने उहाँले जुन तरिकाले मलाई गाइड गर्नुभयो मेरो लागि लड्नुभयो उहाँले पनि अब म फिर्ता आएपछि फिल्डमा एकदम सल्युट छ उहाँको लागि त्यो कुराहरूको लागि कसैले नहोस् त्यस्तो कुराहरू जानी अनजानी कहिले पनि कसैलाई पनि नहोस् कसैले पनि एकअर्काको प्रति ईर्ष्या दाहरू चाहिँ नराखोस् बुवा आमाहरू भेट्न आउनुहुन्थ्यो होला होइन हजुर आउनुहुन्थ्यो उहाँहरूको आँखामा हेर्न सक्नुहुन्थ्यो त्यो बेला तपाईँ गाह्रो थियो यस्तो थियो दाइ मसँग चोइसहरू केही पनि थिएन यदि म त्यो बेलामा कमजोर भइदिएको भए अरू मैले अलि पनि म आफै रुन्थेँ आफै आत्तिन्थेँ कति कुराहरूमा म चाहिँ के भइरहेछ लाइफमा भन्ने धेरै कुराहरू चाहिँ प्रश्नहरू आइसकेको थियो अब त्यो हुँदा पनि मैले होप चाहिँ थियो कि सब कुराहरू ठिक हुन्छ पक्कै पनि ठिक हुन्छ होइन जस्ट म्याटर अफ टाइम अनि तर आमा बुवाहरू जहिले पनि आउनुहुन्थ्यो त्यति बेला चाहिँ मैले सायद उहाँहरूसँग पनि राम्ररी बोलिदिएर अब जसरी मैले हजुरसँग बसेर यहाँ कुरा गरिरहेको छु म नर्मल नै तरिकाले ट्रिट गर्न खोज्थेँ नर्मलै म ठिक छु है तपाईँ चिन्ता नलिनु भन्ने तरिकाले म जान्थेँ किनभने यदि म त्यहाँ चाहिँ एउटा पोइन्टमा पनि डाउन भइदिएको भए सायद आमा बुवाहरू पनि बाँकी हुनुहुन्थेन त्यति बेला त्यो चाहिँ मलाई थाहा छ उहाँहरूले पनि मलाई जुन तरिकाले स्ट्रेन्थ दिनुभयो उहाँहरूले पनि जुन तरिकाले साथ दिनुभयो सहयोग गर्नुभयो अब एउटा बल दिनु तपाईँ रङ हुनुहुन्न भन्ने कुराहरूमा उहाँहरूलाई त कुनै पनि हजुर शङ्का थिएन हामी मध्ये कसैले पनि थिएन इट्स जस्ट अब पछाडिको पात्रहरू धेरै थिए यो केसमा त्यो चाहिँ नखोलौँ अब धेरै कुराहरू नगरौँ किनभने कानुनप्रति सम्मान छ सधैँ रहनेछ र मैले पनि एउटा लिमिटसम्म बोल्न पाउने अधिकार हुन्छ मेरो पनि
त्यहाँभित्र तपाईँ कसरी टाइम स्पेन्ड कसरी गर्नुहुन्थ्यो दिनभरि के भन्दै अब पोएमहरू लेख्थेँ, अब आफ्नो लाइफ बारेमा लेख्थेँ, कुराहरू लेख्थेँ। अब अरू त केही नै हुन्थेन। अनि त्यही हो, अरूको जिन्दगीहरूसँग के भइरहेछ भित्र जति पनि हुनुहुन्छ सबैजना उहाँहरूसँग बसेर गफ गर्थेँ, कुराहरू सेयर गर्थेँ। अब सकेसम्म आफ्नो मन भुलाउने चाहिँ एउटा ठाउँ हेर्थेँ। तर पनि अब एउटा बिरामी हस्पिटलमा खासै बस्न त चाहँदैन नि त, त्यसरी नै थियो कि लाइफ। थ्याङ्कफुल छु म, कति मान्छेहरूले कतिजनाले प्रे गर्नु भएको छ होइन। अब केही हदसम्म रिलिफ भयो त्यति बेला। अनि त्यसपछि मलाई त के लाग्छ नि, यो सम्पूर्ण कुराहरू चाहिँ मलाई नै एज ए पर्सन कति कुराहरू सिकाउनको लागि पनि भयो। मैले कति मानिसहरूलाई, कतिजनालाई चाहिँ मैले यस्तो हुन्छ कि दाइ, कहिलेकाहीँ तपाईँले धेरै मान्छेहरूलाई राम्रो व्यवहार गरिदिनुहुन्छ र तँलाई परेको बेलामा कसले गरिदिन्छ भन्ने चाहिँ एउटा भगवान्ले चाहिँ बाटो देखाउँछ कि सबै कुराहरू। मलाई त्यो अवस्था पर्यो, त्यति बेलामा मैले देख्न पाएँ को साथमा छ होइन, कोले मलाई साथ दिएको छ, कोले चाहिँ धैर्य राखेर अन्तिम निर्णयसम्म चाहिँ धैर्य राखेर अगाडि बढ्नु भएको छ मेरो साथमा। त्यो सबै कुराहरू हेर्न पाएँ र त्यो बेलामा आई गेस त्यो संरचना र त्यो भगवान्ले यस्तो एउटा बाटो देखाइदिएको कि क्रिकेट पनि अलि तल गइरहेको थियो, हाम्रो गेमहरू पनि एकदम जित्नै पर्ने अवस्थामा थियो। वर्ल्ड क्रिकेट लिगको पनि गेम चलिरहेको थियो, पर्सनल लाइफ पनि डामाडोल थियो पुरै। अब त्यहाँबाट फिर्ता आएपछिदेखि अब म चाहिँ अनेस्टली भन्नुपर्दा म त्यसको भोलिपल्टदेखि नै प्र्याक्टिसमा जोइन भएको, म आफै सेल्फ प्र्याक्टिसमा भएको। बिकज मलाई फिर्ता आएर खेल्नु बाहेक केही अप्सनहरू देखिरहेको थिएन। फिर्ता आएपछि मैले यो बाहेक म अरू केही सोच्दिनँ अहिले, किनभने यो एउटा ठाउँ यस्तो छ जसले मलाई धेरै कुराहरूको पीडाहरू भुलाइदिन सक्छ भन्ने। र म गएँ, अब प्र्याक्टिस गरेँ। अब प्र्याक्टिस गरेपछि अब क्यानको एउटा जुन आफ्नो प्रक्रिया थियो, त्यो प्रक्रियाहरू मिलाउँदै गर्दा, वातावरण गर्दा सस्पेन्सन फुका भयो। सस्पेन्सन फुका भएपछि मैले अब स्क्यानले त्यो बेलामा चतुर सरले आफ्नो तर्फबाट लिनु स्ट्यान्ड, अन्य पदाधिकारीज्यूहरू, सम्पूर्ण पदाधिकारीज्यूहरूले त्यो स्ट्यान्ड लिएको कुराहरूलाई सम्मान गरिदिनु। अब फिर्ता आएपछि अब त्यसको एउटा रिजल्ट देख्यो सबैजनाको एउटा साथको, हामीले राम्रो गऱ्यौँ एज ए टिम, युनाइट भयो। मन्टी सर हुनुहुन्थ्यो त्यति बेला, मन्टी सरले जुन तरिकाले एउटा टिमको बिचमा मलाई इन्ट्रोड्युस गराउनु भयो। अनि जसरी मैले एउटा इन्ट्रोड्युस भन्नाले तपाईँलाई त होइन आई मिन लाइक एउटा पोजिटिभिटीको साथमा एउटा हियर इज अवर च्याम्प भनेर चाहिँ जुन तरिकाले उहाँले एउटा राम्रो, मैले सोचेको थिएँ कि अब धेरै कुराहरू नराम्रो होला कि साथीहरूले फरक व्यवहार गर्लान् कि भन्ने, होइन त्यो त थिएन। किनभने मलाई थाहा छ अब एज ए क्रिकेट अब अघि नै फेरि त्यही हुन्छ नि त, त्यति बेला कसैको दिमागमा यो हुँदैन कि को हो, कस्तो, कहाँबाट हो। सबैको एउटा गोल हुन्छ कि गेमहरू छन्, जित्नु पर्यो। अब कसले कस्तो सोच्छ मेरो बारेमा त्यो कुराहरूले मैले अघि नै भने मलाई केही ठाउँको दुखाइ हुँदैन। एज ए पर्सन मैले कसरी सबैलाई हेल्प गर्न सक्छु, एज ए पर्सन मैले कसरी हेल्प लिन सक्छु भन्ने चाहिँ म भित्र हुन्छ। र म त्यो दाइ खुट्टा तान्नेदेखि यो यताउता यो प्रकृतिबाट चाहिँ म एकदम माथि उठिसकेँ मान्छे। मलाई चाहिँ केही लोभ लालच केही पनि छैन, मलाई चाहिँ केही पनि छैन। कसैले आएर यो क्याप्टनसिप यो त्यो यताउता कसैले भन्छ नि, त्यो जिरो, त्यो मलाई केही लोभ लालच छैन। टिममा रिइन्ट्री हुँदाखेरिको त्यहाँको माहौल कस्तो थियो साथी? प्लेयरहरूले चाहिँ एकदम राम्ररी वेलकम गरे, सबैजना हक गर्नुभयो। अब ल वेलकम ब्याक टु द टिम, अब राम्रो गर्नुपर्छ सबैजना मिलेर। त्यसपछि वर्ल्ड क्रिकेट लिग स्टार्ट भयो, नामिबिया स्कटल्यान्डसँग गेम खेल्यौँ, राम्रो भयो। फर्स्ट म्याचको सम्झिनु, त्यसपछिको फर्स्ट म्याच खेल्दा चाहिँ मलाई चाहिँ 2 विकेट लिनु भएको थियो, 3 विकेट हजुर। अनि म चाहिँ त्यहाँबाट कहिले पनि मलाई याद आइरहेछ तपाईँको फर्स्ट विकेटको चाहिँ, मलाई याद आइरहेछ, मलाई नाम चाहिँ याद आएन। सेकेन्ड बलमा विकेट थियो, बोल्ड गरेको थिएँ। अब त्यो कस्तो सम्झना भयो भने पहिलो बल फाल्न आएँ, राम्रो भयो, सेकेन्ड बल चाहिँ फाल्ने बित्तिकै विकेट पायो। अनि आई वाज लाइक म यो ठाउँबाट चाहिँ हजुर एकदम इमोसनल भएको थिएँ, म रोकै थिएँ। अब त्यति बेला आसिफ साथमै थियो, अनि त्यसपछि सोमदाई, दिपेन्द्र, अब ज्ञानदाई, अब रोहित, अनि त्यसपछि जति पनि ललित ह्याप्पी थियो, कुशल ह्याप्पी थियो, सबैजना प्लेयरहरू जो पनि खेलिराख्नु भएको थियो त्यति बेला, करण दाईदेखि सम्पूर्ण प्लेयरहरू चाहिँ। म चाहिँ त्यति बेला फेरि जति पनि जनताहरू आउनु भएको थियो गेम हेर्न, म्यासिभ अमाउन्ट अफ त्यो चेयर गरिराख्दा अब म त्यति बेला एकैछिनमा अब स्प्लिट अफ सेकेन्डमा आउने थोट हो कि म यो कुरा चाहिँ मैले धेरै मिस गरेको थिएँ भनेर चाहिँ त्यो एउटा भयो होइन। त्यो पछि त्यो इमोसनल मुमेन्टमा हुँदै जाँदा आँसु झऱ्यो। अब ठिक छ त, अब तपाईँले त्यो म्याचमा खेलिराख्दाखेरि पनि तपाईँको
माथि त त्यो मुद्दाको हटिसकेको त थिएन त्यो जस्ट अथोरिटीमा छुट्नु भएको नि त्यो प्रेसर फिर्ता तपाईँलाई हरदम थियो होला नि त होइन हरेक म्याच खेल्दाखेरि मैले भोलि के हुनेवाला छ मसँग मैले कहिले पनि सोचिनँ होइन मैले गन्तव्य के होला भन्ने कहिले पनि सोचिनँ राइट छु भने भगवान्ले साथ दिनुहुन्छ म एकदम फर्म बिलिभर हो गोडको चाहिँ म चाहिँ भगवान्को एकदमै विश्वास गर्ने मान्छे हो म राइट छु भने सबै कुराहरू चाहिँ मैले भनिराख्नु पर्दैन म आफ्नो तर्फबाट सक्ने हरेक प्रयास गर्छु र रोङ छु भने पनि त्यसको सजाय मैले पाउँछु राइट छु भने पनि सजाय पाउँछु राइट छु भने सजाय नहोला एउटा राम्रो निर्णयमा हामी सबैजना पुगौँला एउटा राम्रो गन्तव्यमा पुगौँला तर रोङ छु भने म चाहिँ सजायको भागीदार हुनैपर्छ भन्ने जस्तो लाग्छ तर अब भनौँ न अब गन्तव्य यही थियो अहिले यहाँ छौँ खेलिरहेछौँ देशको लागि र अझै धेरै खेल्न बाँकी छ धेरै गर्नै बाँकी छ र यो बेलामा त्यो जुन एउटा नराम्रो मोमेन्ट थियो मेरो लाइफ तपाईँ वान अफ द ह्याप्पिएस्ट मोमेन्ट आफ्नो लाइफको त्यो क्षणलाई मान्नुहुन्छ जुन फर्स्ट गेट आयो नि अघि भने होइन ह्याप्पिएस्ट मोमेन्ट त मेरो डेब्यु गरेको नै हुन्छ जहिले पनि नेपालको लागि किनभने सपना नै त्यही थियो नि त डेब्यु गरेको ह्याप्पी मोमेन्ट हुन्छ त्यसपछि एउटा ह्याप्पी मोमेन्ट के भयो भने हामी सिधै वर्ल्ड कप क्वालिफायर्समा पुग्यौँ त्यो 12 मध्ये 11 गेम जित्यौँ हामीले त्यो चाहिँ एउटा के भयो भने मलाई चाहिँ के लाग्यो भने यो कुराको लागि म फिर्ता आएको थिएँ तपाईँ म्यान अफ द सिरिज पनि हुनुभएको थियो सिरिज चाहिँ म एसिया कप क्वालिफायर्समा भएको थिएँ एसिया कपमा पनि पुग्यौँ त्यो पनि एउटा बेस्ट पर्फर्मेन्स तपाईँको थियो टिममा त्यो बेला दाइ यस्तो हुन्छ म चाहिँ त्यसमा के विश्वास गर्छु भने अब म मात्रै होइन कि त्यसमा अरूको पनि योगदान उत्तिकै हुन्छ अब त्यो बेलामा ललित ल्यारको ह्यान्डबाट डिफेन्सिभ बोलिङ गरेर मैले यताबाट विकेट पाउनु अरू बोलरहरूले पनि उत्तिकै साथ दिनु ब्याटर्सहरूले धेरै रन बनाइदिनु त्यसले गर्दा हामीले बोलिङ फ्रिली गर्न पाउँथ्यौँ होइन त्यो अहिले पनि हामीले फर्केर हेर्दाखेरि चाहिँ सन्दीप नभए के नेपालको स्ट्याटस जोगिन्थ्यो त भन्ने खालको क्वेसन त अहिले पनि क्रिकेट बुझ्नेहरूले त त्यही हिसाबले त अहिले पनि क्वेसन सोध्छ नि त होइन लाग्छ तपाईँ नभए त्यो भइदिया भयो त्यो त अब धेरै कुराहरू गर्न सकिन्छ होइन तर पनि अब ग्रेटफुल छु कि त्यो मोमेन्टमा आएर फर्केर आफ्नो तर्फबाट दिन सक्ने योगदान दिएँ त्यसमा चाहिँ अघि नै मैले भने जसरी मेरो लोयर चाहिँ सधैँ गेम हेरेर आउनुहुन्थ्यो उहाँ चाहिँ सरोज राई होइन अनि अन्य टिम मेम्बर्सहरू पनि आउनुहुन्थ्यो लोयर फर्म टिम मेरो त्यसमा धेरैजना हुनुहुन्थ्यो तर सरोज राईले जसरी ह्यान्डल गर्नुभयो सम्पूर्ण कुराहरूलाई अनि त्यसपछि तपाईँको मेरो फ्यामिली हरेक गेममा साथ दिन आउनुहुन्थ्यो लाखौँ समर्थकहरू हुनुहुन्थ्यो गेम हेर्नुहुन्थ्यो मलाई मात्रै होइन कि नेसनल टिमलाई नै जसरी चेयर गर्न आउनुहुन्थ्यो त्यो चाहिँ एकदम उल्लेखनीय छ र त्यो कुरालाई चाहिँ म जहिले पनि कदर गर्छु सम्मान गर्छु र मेरो एउटा के छ भने भगवान्ले यति दिएको छन् मलाई होइन लाइफमा कि म जहिले पनि मेरो अन्तिम साससम्म चाहिँ एकदम ग्रेटफुल हुनेछु 100 विकेटको पनि ए बिचमा आएको थियो होइन 100 विकेट हजुर 100 विकेट नेपालमै मैले पुर्याउन पाएँ त्यसमा म एकदम फास्टेस्ट 100 अब त्यो त रेकर्डहरू अनि त्यो बेलामा क्यानले सेलिब्रेसन गरेको थियो जस्तो लागेको छ कि त्यो हजुर हाम्रो ओमानसँग मेरो 100 विकेट कम्प्लिट भएको थियो अनि त्यसपछि हाम्रो साउदी अरबसँग गेम थियो मुलपानीमा तर त्यो गेम वॉश आउट भएको बेलामा त्यो बेला पनि सेलिब्रेसन गर्दा अब तपाईँ त्यहाँ पनि एकदमै इमोसनल त्यो चाहिँ म सायद म विकेट लिएको भन्दा बेसी इमोसनल चाहिँ त्यहाँ भएको थिएँ अझै किनभने दिस वुड नट हेभ बिन पोसिबल यदि म एउटा राम्रो इन्भाइरोमेन्टमा फिर्ता नआउन पाएको भए त्यो सम्पूर्ण कुराहरू चाहिँ इतिहासमै मात्रै बाँकी हुन्थ्यो उनीहरूले चाहिँ अब पहिला पनि हुन त क्याप्टन हुँदाखेरि एउटा अचानक एउटा केस आएर ब्याक हुनु पऱ्यो फेरि पनि तपाईँले क्याप्टेनको रूपमा हेर्न चाहने पनि धेरै छन् नि त होइन तपाईँ चाहिँ तपाईँको सोच के छ यसमा मेरो सोच चाहिँ अहिले फरक छ एकदमै धेरै फरक छ होइन अब अब दुईवटा पाटो हुन्छ अब यो चाहिँ हाम्रो अभिभावक भनेको क्यान भयो अब क्यानले नै आग्रह गरेर क्यानले नै सबै कुराहरू भनेर अब गर स्यान्डी भनेर भन्यो भने त अब मैले नाइ भन्ने बाटो नि पाउँदिनँ त्यसमा होइन तर म चाहिँ अहिले यो सबै सोचमा चाहिँ छैन म चाहिँ कुनै पनि तरिकाले म क्याप्टनसिपको वरिपरि म चाहिँ कहीँ पनि देख्दिनँ आफूलाई किनभने म अहिले इन्जोय गर्न चाहन्छु आफ्नो गेमलाई न आतुर छु यो कुराहरूको लागि जे छ मेरो वरिपरि क्रिकेट छ मेरो वरिपरि मेरो हातमा बल छ अनि ब्याट छ म त्यही नै अब त्यही कुराहरूलाई चाहिँ इन्जोय गर्न चाहन्छु जति लामो खेलिन्छ क्रिकेट खेलौँ राम्रो तरिकाले यो देशलाई अगाडि बढाउँ क्याप्टनसिप आई डोन्ट थिङ्क होइन अहिले म त्यो कुराहरूको बारेमा सोचेर बसिरहेको छु भन्ने बिकज रोहित इज देयर दिपेन्द्र इज देयर सो हामी उहाँहरूलाई हेल्प गरौँ एट द एन्ड अफ द डे त यस्तो क्याप्टन भाइस क्याप्टन यो सब ट्याग हुन्छ होइन यो सब केही पनि बाँकी रहँदैन होइन
the one thing that defines your character is how eager you are to perform for your team, how passionate you are to bring the best out of any player. म कुनै प्लेयरलाई राम्रो उसको प्रदर्शन निकाल्नको लागि, मैले कुनै प्लेयरलाई उसकोबाट उसको पोजिटिभ कुराहरूलाई ल्याउनको लागि, अगाडि ल्याउनको लागि म क्याप्टन नै हुनुपर्छ भन्ने चाहिँ छैन। अब मैले मसँग कुनै यङ्स्टरले आएर केही कुराहरू गर्छ भने म क्याप्टन नै हुनुपर्छ भन्ने चाहिँ छैन। त्यो कुराहरूको लागि मैले उसलाई जसरी पनि आफ्नो पोजिटिभ कुराहरू जे छ, मैले क्रिकेटमा सिकेको कुराहरू के छ त्यो चाहिँ मैले दिन सक्छु हैन। त्यसको लागि म क्याप्टन हुनुपर्छ भन्ने छैन र मेरो दिमागमा टाढा टाढासम्म चाहिँ म अब कन्ट्रीलाई क्याप्टन गरौँ भन्ने चाहिँ मेरो दिमागमा चाहिँ छैन, जिरो। म यति रमाउँथेँ दाइसँग, मेरो बस्ने हामी दुईजना दाजुभाइ भएर। हजुर, इन्डियामा। अब त्यति बेला गल्ली क्रिकेट खेल्थ्यौँ। कुन ठाउँमा बस्नुहुन्थ्यो? हरियाणा। अनि त्यति बेला चाहिँ गल्ली क्रिकेट जसरी भनौँ न, हामी सबै सानै अब त्यही त होइन, रमाइलो हुन्थ्यो। दाइले एकदम हेल्प गर्नुहुन्थ्यो मलाई। कहिलेकाहीँ त अब म घरबाट बाहिर हुन्छ नि, अब साथीहरूसँग खेल्न जाने बेलामा बुवाले नदिने बेलामा चाहिँ दाइले चाहिँ ल म तँलाई लखेटे जस्तो गर्छु होइन, गाली गरेर लखेटे जस्तो गर्छु, त भाग। अनि त भागेपछि चाहिँ त त्यहीँबाट जा खेल्न, म यता ह्यान्डल गर्छु, बुवासँग म कुरा मिलाउँछु भनेर त्यसरी चाहिँ दाइले सपोर्ट एकदमै धेरै गर्नुभएको छ सानैदेखि मोहन दाइले। अनि फाइनेन्सियली होस् अनि जसरी पनि होस्, दाइले एकदमै हेल्प गर्नुभएको छ। अब बयान गर्न सकिँदैन मेरो क्रिकेट, मेरो एज ए पर्सन, एज ए जे पनि कुराहरू छ त्यसको अनसङ हिरो चाहिँ मेरो दाइ नै जस्तो लाग्छ मलाई एकदमै धेरै। किनभने अब धेरैलाई थाहा नै छैन यो बारेमा, तर पनि उहाँले आफै चाहिँ क्रिकेटर बन्छु भन्ने खालको उहाँको चाहिँ भएन। मलाई चाहिँ दाइको चाहिँ आफ्नो दाइलाई थियो, दाइले पनि खेल्नुहुन्थ्यो, क्रिकेट खेल्नुहुन्थ्यो, तर पनि अब लोवर मिडल क्लास फ्यामिली, अब पारिवारिक जिम्मेवारी, अब भोलिको दिनमा के हुनेवाला छ कसैलाई थाहा थिएन होइन। अब कस्तो हुन्छ फ्यामिलीको, के हुन्छ स्ट्याटस कस्तो जान्छ। भेरी प्राउड कि बुवाले कसरी सबै कुराहरूलाई ह्यान्डल गर्नुभयो होइन। अब सबैजनालाई हुर्काउनुदेखि अब यहाँसम्म पुर्याउनु, यो काबिल बनाइदिनु कि एउटा सक्षम मानिसको रूपमा अगाडि बढ्न सक्छ भन्ने चाहिँ यो सबै कुराहरू गरिदिनु भयो। त्यसपछि दाइले साथ दिनुभएको छ। दाइले त अब सुरुदेखि नै, सानैदेखि नै आफ्नो एउटा बच्चा जसरी नै मलाई हुर्काउनु भएको छ। दिदीहरूले पनि त्यसरी नै अब साथ दिनुभएको छ आफ्नो तर्फबाट। सो मेरो फ्यामिली चाहिँ आई गेस अघि नै बुवामा त भगवान सरी नै हुनुहुन्छ, साथै दाइ पनि त्यही लेभलमा राख्छु मैले। दिदीहरूलाई पनि अब जसरी सबैजनाले साथ दिनुभएको छ। क्रिकेट नखेल भनेर चाहिँ बुवाले कहिले पनि बहुत गाली खायो नि पहिला त। अब क्रिकेट खेल्नु हुँदैन, यो छ के छ, यसमा पहिला चाहिँ एकदम गाली खानु पर्थ्यो। अब किनभने म पढाइमा एकदम राम्रो थिएँ कि, आई वाज ए ब्राइट स्टुडेन्ट, एकदमै राम्रो स्टुडेन्ट थिएँ म। अनि जहिले पनि अब क्लासमा टप गर्ने होइन त्यस्तो खालको थिएँ। तर पछि अब क्रिकेट प्रति मोह थियो, एउटा भनौँ न लभ जस्तै भनौँ, एउटा एट्र्याक्सन थियो क्रिकेटतिर। सानो हुँदा इन्जोय गरिन्थ्यो खेल्दा। अब कहिलेकाहीँ पढाइमा राम्रो भएन भने क्रिकेट खेल्ने, क्रिकेटमा राम्रो भइरहेछ अब त्यो स्ट्रेस आउट हुन्थ्यो सबै कुराहरू। अनि त्यो मोहले नै तान्दै गयो। अनि फेरि पछि चाहिँ 2014मा हाम्रो नेसनल टिमलाई वर्ल्ड कपमा देखेपछि त्यो प्यासन अझै जागेर आयो। अनि त्यसपछि एउटा नयाँ सन्दीप जागेर आयो। अब यहाँ आएपछि चितवनमा अब कोच हुनुहुन्थ्यो हाम्रो राजु सर, अहिले पनि हुनुहुन्छ। हजुर, राजु सरले त्यति बेला गरेको योगदान अब एउटा सानो पुच्चे जसलाई खासै केही क्रिकेटको नलेज थाहा थिएन। म त पहिला चाहिँ फास्ट बलर थिएँ, नेटमा फास्ट बलिङ गर्थेँ पहिले। पछि मैले यसो निहालेँ, अब टेनिस बलले पनि फास्ट बलिङ नै गर्थेँ मैले। अनि यसो निहालेँ, अब नेपालमा त लेग स्पिनरै छैन। अनि फेरि हामीले गल्ली क्रिकेट खेलेको फाइदा त्यही हुन्छ कि अफ स्पिन, लेग स्पिन, लेफ्ट आर्म सबै आउँदो रहेछ। अनि फेरि लेग स्पिन स्टार्ट गरेँ, लेग स्पिन राम्रो भयो। सरले त्यसलाई अलि अझै के निखार्न सकिन्थ्यो त्यो कुराहरूमा, बोलिङको धारमा के निखार्न सक्थ्यो, त्यो सबै कुराहरूमा साथ दिनुभयो। नेपालमा लेग स्पिनर चाहिँ एउटा अभाव छ भन्ने खालको महसुस भएको थिएन त्यति बेला। आफ्नो बोलिङ ट्रेन्ड चेन्ज गरिदिनु त्यति बेला कोही लेग स्पिनरै नदेखेर मैले फेरि लेफ्ट आर्म स्पिनर हुनुहुन्छ उहाँ चाहिँ। लेग स्पिनर चाहिँ पहिला हाम्रो राजकुमार प्रधान दाइ हुनुहुन्थ्यो। अनि त्यसपछि अब बिचमा कोही पनि भएन। अनि त्यसपछि मैले ल ठिक छ लेग स्पिनै ट्राई गरिदिउँ न त भनेर ट्राई गरेको। अनि लकिली पुदु सर आउनु भएको थियो। पुदु सरले हेरेर अब फेरि नेसनल टिमको क्याम्पमा चाहिँ मलाई स्ट्रेट चान्स दिनुभयो। तर यो बिचमा एकदम यात्रामा चाहिँ धेरै अब नेपाल आएपछि मेरो दिदीले, भेनाजुले जसरी साथ दिनुभयो, उहाँको फ्यामिलीले जसरी साथ दिनुभयो होइन, सबै धेरै धेरै पात्रहरू छ मेरो जिन्दगीमा। जसलाई सबैजना इन्डियामै बस्नुहुन्थ्यो। मेरो फ्यामिली चाहिँ त्यति बेला इन्डियामै थियो। कहिले नेपालमा सबैजना कहिले आउनु सिफ्ट हुनु? 2016 सबैजना आउनुभयो। म चाहिँ नेसनल टिममा आइसकेपछि मात्रै हो। हजुर, त्योभन्दा पहिला म दिदी भेनाजुसँग बस्थेँ। उहाँहरूको फ्यामिलीले जसरी मलाई
ब्याकअप गर्यो काठमाडौँमा चाहिँ होइन रजर भन्ने ठाउँ छ यो चाहिँ हाम्रो नवलपरासी भन्थ्यौँ पहिला अहिले नवलपुर पर्छ त्यहाँ चाहिँ हुनुहुन्छ अनि उहाँहरूले जुन तरिकाले साथ दिनुभयो अब दिदी बहिनीहरूसँग बस्नु भनेको अब आफै बुझ्नुहोस् कस्तो गाह्रो हुन्छ त्यति बेला होइन तर पनि उहाँहरूले आफ्नो बच्चा जसरी केयर गरेर राख्नुभयो अघि नै मैले भनेपछि धेरै नै पात्रहरू छ जसलाई मैले एकदम ग्रेटफुल हुनुपर्ने छ त्यसमा भगवानदेखि आमा बुवादेखि दाइ भाउजू अनि हाम्रो दिदी बहिनीहरू सबैजना अनि साथै कोचहरू जति पनि मलाई गाइड गर्नुभयो यहाँसम्म पुर्याउन स्पेसली अब पुगुदु सर राजु सर माइकल क्लार्कदेखि हाम्रो जगत गुरु विनोद दाई अनि साथै खेल्ने सबै प्लेयरहरू मैले जोसँग खेल्न पाएँ अहिले नै खेलिरहेको छु अनि कोचहरू जति पनि नेपालको कोच आउनुभयो मोन्टी सर हुनुहुन्छ त्यसमा मोन्टी सरले त्यस्तो सर्कमस्टेन्सेसमा मलाई साथ दिनुभयो अनि त्यसपछि अहिले स्टुअर्ट सर हुनुहुन्छ डेभ वेटमोर सर मैले नाम छुटाउनु पुगिरहेको छु जस्तो लागिरहेको छ होइन कति नाम छुटिरहेको छ मनो सर पनि बिचमा आउनु भएको थियो तर पनि कसैको नाम छुटे माफी पाऊँ पहिले होइन तर धेरै कोचेसहरूसँग काम गर्न पाएँ अन्डर 19 जसरी स्टार्ट गरेको थिएँ मैले अब जगत गुरुको अन्डरमा स्टार्ट गरेँ विनोद दाई पनि त्यहाँ हुनुहुन्थ्यो एकदम त्यो कुनै पनि एउटा यङ किडको लागि मोटिभेट हुनको लागि आफ्नै र क्रिकेटमा पनि राम्रो गर्नको लागि राइट गाइडेन्स चाहिँ सुरुदेखि नै चाहिन्छ जुन चाहिँ विनोद दाई त्यो स्पेसमा हुनु हाम्रो लागि एकदम राइट ठाउँमा राइट पर्सन त्यति बेला चाहिँ विनोद दास दाई हुनु जरुरी थियो अन्डर 19 मा हामी जाँदा र एकदम हेल्प गरेको छ अन्डर 19 मा वर्ल्ड कपमा हैन तपाईले ह्याट्रिक लिनु थियो नि हजुर धेरै त्यसपछि तपाईको अलिकति हाइप्स त्यसपछि बढ्यो अब हेर्दा चाहिँ हिजै गरे जस्तो लाग्छ चाहिँ तर अलमोस्ट 9 इयर्स भन्दा प्लस भइसक्यो हो नि समय कति छिटो बित्दो रहेछ राम्रो राम्रो पलहरू थियो राम्रो क्षणहरू थियो वर्ल्ड कप खेल्न पाउनु राम्रो गर्यो एज ए टिम हामी क्वार्टर फाइनलमा पुगेको थियौँ अनफर्चुनेट अहिलेको पालि हाम्रो क्रिकेटमा लागेर अनि के पढाइलाई कन्टिन्यू गर्न सक्नु भएन कि के कासो पर्यो ब्याचलर्स गर्न खोजेको कहाँ भ्याउने अब पढाइ भ्याउने कि क्रिकेट भ्याउने अब त्यो चाहिँ बिचमा रोकिएको छ अब लेट्स सी पढ्न मन त छ राम्रो पनि गर्न सक्छु जस्तो लाग्छ पढाइमा पनि तर अब गन्तव्य नै अहिले अर्कोतिर छ क्रिकेटलाई राम्रो गरिदिनु पर्ने छ क्रिकेटलाई हामीले आफ्नो तर्फबाट हुने योगदान दिनुपर्ने छ र जसरी हुन सक्छ तपाईँ हामी उहाँहरू जति पनि हुन्छ सबै आम नेपाली सबैलाई एउटा गर्व गराउने बाटो पनि हामीसँगै छ त्यस्तो जस्तो लाग्छ त्यो भित्रको त्यो के भन्छ त्यो 1 वर्षको जुन अन्तराल थियो 1.5 वर्षको जुन अन्तराल थियो त्यसमा त मैले यति धेरै भोगिसकेको थिएँ त अब के भन्ने अब कहीँ जाँदा म्याच खेल्दा पनि गाली खानुपर्ने हुन्थ्यो कहिले के हुन्थ्यो कहिले कसले यस्तो मान्छेलाई किन राखिरहेछ यहाँ भनेर कति कुराहरू सुन्नुपर्ने हुन्थ्यो कोही माइती घरमा गएर चाहिँ नि ब्यानर देखाउन जान्थे त्यो मलाई के फरक पर्दैन त्यो कुराहरूले कहिले पनि फरक पर्दैन यस्तो सबैजनाले आफ्नो तर्फबाट आफूलाई के ठिक लागेको छ उहाँहरूले आफ्नो गर्नुभयो उहाँहरूलाई पनि सम्मान छ उहाँहरूलाई नि माया छ होइन उहाँहरूले पनि बाध्यताले नै होला केही कति कुराहरू होइन अब मैले चाहिँ कसैलाई पनि केही नराम्रो भन्न चाहदिनँ हेर्नुहोस् अब जे जस्तो छ जहाँ छ हि इज अबभ देन होइन सबभन्दा माथि चाहिँ भगवान नै हो अब उहाँलाई नै सही गलत सबै कुराहरू थाहा छ सो म कसैलाई पनि औँला उठाउने दोस्याउने अरू नराम्रो काम गर्ने अरू मैले के गरेँ मैले के गरिनँ मैले के गर्न सक्थेँ मैले किन के गरिनँ अथवा उहाँहरूले किन गर्नुभयो के कसले कस्तो गर्यो त्यो चाहिँ म केही पनि भन्दिनँ त्यो कुराहरूमा म अगाडि बढ्न चाहदिनँ किनभने यो विगतको कुरा हो विगतको कुरालाई जति पछाडि छोड्यो त्यति राम्रो जति अगाडिको आउने दिनहरू शुभ दिनहरू छ त्यो बारेमा सोचेर त्यो कुराहरूलाई जति राम्रो तरिकाले हेऱ्यौँ हामीले यात्रा त्यति नै सजिलो हुन्छ यात्रा किनभने मसँग एउटा भिजन छ मेरो म कहाँ पुग्न खोजिरहेको छु अब मेरो क्रिकेट कहाँ छ म कुन ठाउँमा पुग्न खोज्दैछु त्यो सबै कुराहरू चाहिँ मलाई अहिले करेक्टली थाहा छ सो अब म त्यही बाटोमा छु जस्तो लाग्छ